बस्ती नै देखिनँ मैले त घरै देखिन्नै खासै है खेती गर्ने एकैवटा घर मात्रै देखिन्छ अरू केही नै देखिन्न यहाँनिर ल्याम्प पर्छ यस्ता नहिँडेको बाटो छ नि यसमा चाहिँ यो कर्नरमा जमिन छ घर छैन नि त्यतातिर धेरै हैन पातलो बस्ती छ M5 मा छिरिन लाग्यो M5 मा छिर्न थाल्यो अब चाहिँ बाटो सुध्रिएको छ कि अलि जस्तो For about 20 miles, continue straight on. 20 माइलसम्म हामी अगाडि जाँदैछौँ सफा राम्रो हैन धेरै राम्रो
फोहोर भन्ने देखिन्न के रे त्यही भएर यहाँ हाइवे मेन्टेनेन्स भन्ने राति त्यही भएर कहिले कहिले बन्द गर्छ त्यो बाटो होइन केही यहाँ केही भयो भने साइडमा चाहिँ फोहोरहरूको बोतलहरू हुँदैन प्लास्टिकहरू हुन्छ नि त्यो उठाउन चाहिँ साइडमा बन्द गरेर उनीहरूले उठाएर घाँस काटेर केही फालिदिएकोलाई सबैलाई उठाउँछ यो चाहिँ यहाँको राम्रो पक्ष हो कि जता हेऱ्यो उतै सफा कि एकदम राम्रो फोहोर भन्ने बाटोमा कहीँ देखिन्न क्या यहाँबाट कति सर्भिस आउँदो रहेछ अहिले हाम्रो गाडीको स्पिड कति छ 70 120 किलोमिटर पर आवर 120 किलोमिटर पर आवर हाइवेमा Speed camera ahead. क्यामेराहरू चाहिँ टन्नै छ है यो बाटोमा यो हाइवेमा त जताततै क्यामेरा छ यिनीहरूको यो पनि राम्रो सिस्टम छ यदि कसैले बढी स्पिड लियो भने यो त्यो दुईटा पहेँलो देखिएछ उतापट्टि त्यो त्यसले स्पिड क्यामेरा गर्छ क्यामेरा अरू पनि धेरै छन् यहाँ होइन त्यसले चाहिँ स्पिड गाडीलाई क्याच गर्छ नोटिफिकेसन बोर्ड यो छ नि यो हो यो कालो यो अगाडि बाटो बन्द छ केही छ भने त्यहाँ आउँछ कि त्यो नोटिफिकेसन बोर्ड जस्तो भयो यो डिस्प्ले यो एउटा कुनै जस्तै हो के अरे टेलिभिजन जस्तै हो होइन उनीहरूले त्यो बेलामा जस्तो 40को स्पिड अघि देखाएको थियो नि त्यस्तै देखाउनलाई चाहिँ त्यो क्यामेरा त्यहाँ चाहिँ लगाइदिन्छ टेम्पोररी नोटिफिकेसन हुन्छ नि त्यो अचानक चेन्ज हुने नोटिफिकेसन यो कति माइल छ हाम्रो यो M42 नर्मल्ली टोटल बाटो M5 M42 होइन यो M5 हो M5 हो त्यो M42 यसरी गयो भने यसरी M42 मा गइन्छ त्यो बाटोमा गयो भने M5 कति छ लामो छ होला है लामो छ यसको मलाई एकिन थाहा छैन है यता गयो भने M42 मा गयो त्यहाँ लेफ्ट साइडबाट म पनि यसबाट जाँदा नि M42 मा गइन्छ म यहाँबाट छिरिन यहाँबाट गयो भने नि M42 मा फेरि बिरायो भने इनकेस यो अप्सन नआउने होला कि यसको यो पनि अर्को राम्रो पक्ष हो किनभने बाटा अगाडिदेखि नै सिग्नल दिएको हुन्छ यदि बिराइहाल्यो हुनसक्छ कहिले कहिले त्यो भयो भने जताबाट पनि त्यो जोड दिन्छ कि बाटो त्यसले पछाडि बाटो पनि जोडेर गएर माथिबाट पुल लगेर नि कति छ नि थिम 4वटा पुल छ जहाँ कि यो बाटोलाई चाहिँ बाधा नपुगोस् माथिबाट जाने गाडी माथिबाट गइरहन् विकासको चरमता नै भन्नुपर्छ यो चाहिँ हामी बाटोघाटोका हिसाबले अघिको बाटो यहाँ जोडिन आएको त होइन उतापट्टिको त्यो बाटो नि जोडिन्छ त्यो बाटो नि जोडिन्छ होइन तर त्यो बाटो M6 मा पनि जान्छ जस्तो हरेक बाटोको के हुन्छ भने एक्जिट पनि हुन्छ फेरि इन्ट्री पनि हुन्छ सँगसँगै के पुल माथि पनि गाडी पार्किङ जस्तो देखिन्छ त उतापट्टि राख्यो
अर्को गाडी बिग्रेको छ कति बिग्रेका गाडीहरू छन् है गाडी हामी अब नजिकै हामी ओलबरी नजिकै आइयो होला सायद यताबाट बस्ती बाक्लो बस्ती सुरु भयो अँध्यारो अँध्यारो हुँदै गयो कति बज्यो 5 बज्यो तर छिटै अँध्यारो भयो जस्तो भएको है बादल लाएर होला सर्भिस आउँदै रहेछ फेरि प्रत्येक 10 माइल हो कि कति माइलमा अब यो रेस्ट गर्ने सर्भिस हुन्छ भन्ने के पर्छु भन्दाखेरि मान्छेको दिमाग मान्छेले कति जानेको एउटा पृथ्वीबाटै खोजेर होइन यस्ता गाडी बनाए यसरी आफ्नो स्पिड लिमिटमा भाग्न सकियो यति गाडी एउटा रोडमा यसरी गाडी यति हिँडिरहेको छ नि यस्ता गाडी संसारभरि हिँडिरहन्छ त्यसलाई पेट्रोल भनौँ न डिजल जे हाले पनि हाल्नुपर्छ पृथ्वीमा कति रिजर्भ होला कि त्यो यति गाडीलाई पुगेर पनि अझ यही तरिकाले अब अझ बढ्दै जाने अझ गाडीको भोल्युम मात्रा बढ्दै जाने भने पनि 200-300 वर्षलाई पुग्ने पेट्रोल रिजर्भमा छ भनेपछि पृथ्वीको गर्भमा जमिन मुनि प्रकृतिले दिएको चाहिँ सामान खजाना कति छ 6-7 महिना चिसो हुन्छ खेती पनि त्यति हुँदैन भनौँ तर उसले आफ्नै अब प्रोडक्ट गरेर आफ्नै गाडीहरू बनाउने आफ्नै फ्याक्ट्रीहरू चाहिँ गरेर दिमाग ब्रेन युज गरेर संसारको 40 को स्पिड ड्रप गरेर रहेछ यहाँनिर किन अगाडि के भरे अहिले अलिअलि घाम लाग्यो क्या यो पुल होला यो हामी पुल होइन यो पुल हो यत्रो पुल बनाएको छ कि अब यहाँ तल घरहरू छन् तल पनि गाडी हिँड्ने बाटोहरू छन् यिनीहरूले चाहिँ यो मोटरवे भनेको यिनीहरूले चाहिँ यो बाटो हाइवे बनाउँदाखेरि चाहिँ त्यो तलबाट त्यसरी जाँदाखेरि चाहिँ डिस्टर्ब हुन्छ भनेर सल्लकै माथिबाट यत्रो पुल बनायो यसलाई 1 लाइन 2 लाइन 3 4 लाइनको चाहिँ 1 लाइन 8 लाइनको पुल छ लाइन उता जाने आउने गरेर जाने आउने गरेर यो वेस्टबरीमै चाहिँ यो चाहिँ ऊ भयो त्यहाँ देखिएको चाहिँ त्यो छ नि त्यो चाहिँ सेन्ट्रल कलेज यो के बनाउँदै रहेछ यो ठुलो बिल्डिङ खै ठुलै फ्याक्ट्री होला कि अझै पनि हामी M5 मै छौँ होइन छौँ अझ M5 मा हामी 3 माइल हिँड्छौँ होला अझै सबै हाम्रो ट्राभल चाहिँ M5 मा भइरहेको छ अहिलेसम्म हाइवे मोटरवे गाडी चलाउँदै सुन्तला खाँदै गर्दाखेरि कतिको सजिलो भयो मिठो छ ठिकै हो अमिलो छ खाऊ नि त अलि मिठो हुनुपर्ने अमिलो अमिलो रहेछ होइन के बिल्डिङ हो यो के बनाउँदै रहेछ यत्रो ठुलो बनाउँदैछ है
स्पिड स्लो भयो होइन यो नर्मल्ली 70 को स्पिडमा हिँड्ने बाटो हो अहिले 20 मा छ अहिले चाहिँ 20 मा गाडी हिँडिरहेको छ ट्राफिक बढ्दो छ अनि यहाँ यो ट्राफिक भयो भने यस्तो रातो सिग्नल देखाउँछ कि ट्राफिक छ भनेपछि म्यापमा म्याप नहुने भने त कसरी हिँड्थ्यो होला है पहिला पहिलाका मान्छेहरू यस्तो त्यही बाटो भएर त पहिला डेलिभरीको त्यति चलन थिएन होइन अनि मान्छे लोकलमै मान्छे सीमित थियो यहाँ पनि 40 मा ड्रप गरिरहेको रहेछ अब अहिले चाहिँ यो नेभिगेसनले गर्दा मान्छे चाहिँ जहाँको जहाँ पनि पुग्न सक्ने भएर धेरै सजिलो बनाएको छ यहाँबाट एक्जिट लिएर जाने हो भने वेस्ट बरुनी गयो अनि यता अल्बिन स्टेडियम हेर्नु पछाडि छ फुटबल स्टेडियम हो नि अल्बिन अल्बिन स्टेडियम सायद म गलत छैन भने यो अल्बिन स्टेडियमको जुन छ नि ठाउँ त्यो युकेकै सबभन्दा उच्च ठाउँमा त्यही भएर यहाँ चिसो भइरहन्छ भन्ने मैले चाहिँ जहाँसम्म पढेको छु कन्फर्म छैन सरी त्यही भएर यहाँ अलिक बढी चिसो हुन्छ त्यो स्टेडियममा भन्ने कुरो छ कि यहाँनिर चाहिँ अझै बढी ट्राफिक देखिँदैछ अब यसबाट M6 मा जोडिने बाटो हो यो नर्थ साउथ होइन हामी एक्जिट लिएर चाहिँ हामी साउथ लन्डन जाने बाटोमा जाने हो यो M6 सबभन्दा लामो हो यो लन्डन यसको टच तल लन्डनदेखि माथि स्कटल्यान्डसम्म यो बाटो जान्छ कि जस्तो हामी अस्ति नै स्कटल्यान्ड जाँदा नि यसैको मा टच गरिएको त्यही भएको हुनाले यो बाटो जहिलेसुकै यस्तै हो बिजी हुन्छ कडा छ है बरु बाहिर निक्लेर यो चाहिँ बाटोमा ट्राफिक भित्रबाट जानुपर्ने हो गल्ती गरिएछ ठिकै छ छोडेपछि मोटरवे 5 छोडेपछि मोटरवे 6 हामी 500 मिटर पनि जाँदैनौँ टच मात्रै हुन्छौँ अनि एक्जिट लिइहाल्ने अहिले त M5 मै छौँ नि अझै पनि यसको यतापट्टि यस्तो राम्रो पार्क छ यो माथिको पुल चाहिँ मान्छे मात्रै हिँड्नलाई यताबाट यता क्रस गर्नलाई चाहिँ बनाएको 40 स्पिड राखे पनि हाम्रो गाडी कति स्पिडमा छ अहिले 20 ट्राफिक छ 23 24 25 about अब M5 लाई छोडेर अनि बाहिर यो सिग्नल देखाएको छ नि यो 700 मिटर 750 मिटर अगाडि चाहिँ एक्जिट छ भनेर सिग्नल दियो
यो 500 मिटर अगाडि एक्जिट छ भनेर सिग्नल दिएको यो दुईटा लाइनले अगाडि एउटा लाइन पनि छ यो त्यसले 100 मिटर अगाडि छ भन्ने देखा अब उताको लाइनबाट जानेहरू मोटरवेमा कन्टिन्यू छन् M5 मा होइन अब M5 टुङ्गिन्छ यहाँबाट र M6 सुरु हुन्छ M5 यहाँबाट सकियो यो स्टेपै भयो। यहाँबाट चाहिँ M6 सुरु भयो हामी अब बाहिर निक्लिँदैछौँ त्यो लाइन ओहो त्यता त ट्राफिक त धेरै छ त अब त M6 मा लफडा हुन्छ भनेको थिएँ नि मैले अब जहिले पनि एकदमै बिजी बाटो हो कि M6 अब हामी यो चाहिँ यसलाई चाहिँ सिलिप रोड भन्छ M5 सिलिप रोडबाट हामी M6 मा जाँदैछौँ यो माथिको पुल हो यो ड्राइभिङ गर्दा रमाइलो भइरहेको छ एकदम ठिक लाग्छ नि मौसम राम्रो छ आजको त्यस्तो ट्राफिक अलिअलि भए पनि होस् हाम्रो अगाडि भएको चाहिँ टेस्ला हो तपाईँहरूलाई टेस्ला मनपर्छ कि पर्दैन टेस्ला एकचोटि ट्राई गर्ने मन चाहिँ कस्तो रहेछ टेस्ला अब हामीले चाहिँ रोड चेन्ज गर्नुपर्छ यहाँनिरबाट 50 स्पिड सुरु भयो होइन रोड चेन्ज गरेपछि अब हामी M6 मा छिर्न थालेका छौँ M6 टच गर्ने निक्लिहाल्ने हामी 500 मिटर पनि हिँड्दैनौँ M6 मा यो नर्थ यो M6 हो लन्डन जाने हो कि टुवर्ड लन्डन होइन हामी अब M6 मा टच भयो हामी यो बाहिर M6 को बाहिरबाट अब फेरि यहाँ 750 होइन अब निक्लिहाल्ने हामी चाहिँ A334 बर्मिङम नर्थ यो सिग्नल फलो गरेर चाहिँ यसलाई ग्रेट बार इन्टरचेन्ज ऊ माथि छ द साउथ लन्डन M1 M40 त्यता जाने गाडी माथि त्यो बाटो जान्छ यो राउन्ड अबाउट चाहिँ मलाई एकदम डेन्जर लाग्छ कि किन यता भित्रबाट निक्लिने पनि छ बाहिरबाट भित्र आउने पनि छ उतापट्टिबाट फेरि निक्लिने आउने यो बाटो चाहिँ गएपछि M6 मा जोइन भइन्छ उ त्यताबाट जानेहरू लाने यो भित्र आउने बाटो छ अब यहाँबाट बाहिर पनि जानु पर्यो बाहिरबाट भित्र पनि आउनु पर्यो फेरि हामी बाहिर निक्लिने हो यताबाट फेरि एकदम हाई स्पिडमा गाडी इन्ट्री लिन्छन् कि यहाँनिरबाट फेरि एक्जिट लिने ठाउँ छ यता उताबाट भित्र आउने यताबाट बाहिर जाने यो एकदम डेन्जर लाग्छ कि यसमा चाहिँ मलाई हामी एक्जिट भयो होइन हामी चाहिँ ग्रेट बार इन्टरचेन्जबाट बाहिर निक्लेर अब बर्मिङम रोड भन्नेमा A34 मा जाँदैछौँ यो बर्मिङम रोड भनेको यहाँबाट सिधै जाने हो भने बर्मिङम सिटी सेन्टर जाने गर्छ यो यो बाटो त नर्मल बिजी बाटो नै हो बर्मिङम सिटी देखियो यताबाट सिधा अगाडि जाने भने सिटीतिर गइने थियो तर हामी चाहिँ यहाँबाट अब